So hello guys, welcome to back my new video. सट्ट लाएर आज चाहिँ हामी रामपुर जाँदैछौँ है, थोरै काम भएर चट्ट लाएर मम्मी र म जान लाग्छ। बाइकमा जाने चट्ट लाएर बाइकमा जाँदैछौँ हामी चाहिँ। गाडी पाउँदैन यस बेला चाहिँ, गाडीमा जान्छ भने अलि बिहानै निस्केर हिँडेको भए गाडी पनि सायद पाउँथे होला, तर हामी घरमै साधन भएको बाइकमा जाँदैछ है चट्ट लाएर। चाहिँ बिहानको 8:30 बजिसकेको छ है, कति घन्टामा पुग्ने छ रामपुर बजार। चट्ट लाएर रामपुर बजारमा भेटौँला गाइजहरू। यता औँडी खोलाको पुलमा आइसकेको छ, बाइक चाहिँ हामी यहाँ पुलबाट लैजानु पर्ने हुन्छ है। चट्ट लाएर तपाईँ अब चट्ट म जान्छु, मम्मीले भिडियो गरिदिनुहुन्छ मेरो। बिस्तारै बिस्तारै आउन। गाइज नमस्कार देऊ न। हामी चाहिँ पुल कटेर नेतावारी है अहिले चाहिँ चट्ट लाएर पुरा भिडियो हेरिदिनु होला। नमस्कार सबैलाई। नमस्कार। रामपुर, वेलकम टु रामपुर उसमा पुगिसकेको छ। चट्ट साकाती खोला पुलले मम्मीले भन्नुभएको चाहिँ यहाँ देख्न सक्नुहुन्छ है गाइज, काली गण्डकी छ, एउटा पुल बन्दैछ यहाँ रामपुर। अब उसमा आइसकेको छ हामी। साखारडी खोला पुल रहेछ खासमा चाहिँ, साखारडी खोला पुल रहेछ। चट्ट लाएर हामी यसमा पुगिसकेको छ गाइजहरू। अब हामी फेरि हिँड्छौँ, फेरि अब त्यस्तै होला 20-25 किलोमिटर छ होला हामी पुग्न चाहिँ, छैन धेरै, अब पुगिन्छ छिटै। फाइनली गाइज रामपुर बजारमा आइपुगिसकेको छ है। चट्ट देख्न सक्नुहुन्छ पुरा बजारै बजार। हामी चाहिँ अहिले फार्मेसी उसमा छ। चट्ट लाएर पम्दिन आएको गाइज। बजारै बजार, जता हेऱ्यो त्यतै बजार गाइज। मम्मी यहाँ चाहिँ यहाँ बस्नुभएको छ। अब एकछिनमा 1-1.5 घन्टामा निस्किन्छ हामी चाहिँ। फाइनली गाइज हामीले चाहिँ लिन गएको सामान पाइसक्यो, यही खोज्नु भनेर गएको। चट्ट लाएर पम्प हो गाइज यो चाहिँ, पम्प हामी लिएर आइ चट्ट अब जाने। फेरि एकछिन आराम गरेको थियो कि अब घर जाने, अब फर्केको छ हामी रामपुरबाट फेरि है। चट्ट लाएर बजारतिर भिडियो बनाउन पाइनँ गाइज। अलि रामपुरभन्दा अलि यता थोरै यता आएर भिडियो बनाइदिएको हल्का लाएर यो लिन गएको पाइयो। बाई बाई, आजको भिडियोलाई यति नै। गुड बाई, नेक्स्ट डे।